कोरियामा 12 घण्टा त्यो पानीमा बेल्छ हान्छ पानीमा। होइन त्यो अब एग्रिकल्चरमा जानेले त गर्नु पर्यो। फ्याकल्टी त नेपालबाट छुट्टी लिएन त म्यानुफ्याक्चर डिपार्टमेन्टमा जाने कि एग्रिकल्चरमा जाने भनेर। आज त पैसा पनि त छ नि त्यसमा, जति रिस्क लिन्छ त्यति पैसा हो। अनि हाम्रो त छैन नि त रिक्स अनुसारको पैसा। किन छैन? कहाँ छ त? अनि टार्गेटै पुग्नु गाह्रो हुन्छ न चाहिँ। किन हामीले त लाख रुपियाँ थापेको हो। लाख रुपियाँ थापेको? लाख रुपियाँ थापेको होइन। अस्ति म तपाईँले भनिदिनु लाख रुपियाँ थापेको होइन। 1 लाख रुपियाँ भन्दा माथि फालेको थियो मैले त्यो समयमा। सबैले आफैले यस्तो काम गर्न सक्छ त? अनि यहाँ आएर दारू खाने, केटी घुमाउने, अनि यताउति गर्ने अनि हुन्छ? कसले घुमायो केटी चाहिँ? यहाँ मार्दैन अर्काको ठाउँमा केटी घुमाउँदा? दारू खाने, यताउति घुम्ने अनि हुन्छ? दारू खाएर दारू त खाने होइन। हाम्रो नेपाली दाजुभाइहरूको यही सबभन्दा कमजोरी यही हो कि दारू खाने। मेन रिजन दारू खाने, अनि कहाँ केटी घुम्दैछ त्यसको पछाडि लागिहाल्यो। सबभन्दा पछाडि केटीको पछाडि लागिहाल्यो। त्यही काम छ। अरू यिनीहरूको काम केही छैन के। अनि कुन दिन ल्याउने मुर्गा, अनि त फ्राई गर्ने, मटन फ्राई गर्ने, अनि भन्छ जिन्दगीमा के छ र त्यो खाइपिने मरिहाल्यो। मार्ला त्यसरी जोसुकेलाई त्यसरी केटी घुमायो अनेक भन्दा कहाँ देखेको छ केटी घुमाएको? के गर्दैछन् यहाँ? देखिएको छ केटी घुमाएको? के गर्दैछन् यहाँ? अब लभ गर्नु त पाइयो नि, बिहे नगरेको त अब बराबर हुन्छ, पाइयो न। हामी त 17 साल भइसक्यो नाना केटीको, तर फेरिसम्म आफ्नो कामदेखि काम गर्छौँ। काम गर्न आएको आफ्नो दायित्व घर परिवार छ, घर परिवारलाई पाल्ने हो। यो दुनियाँभरिको रक्सी खाने यताउति अर्डर हानिहाल्थ्यो नि। अर्डर त हान्छ नि यार। अब महिनामा 7 दिन सुत्छ, अनि त्यसले पैसा कमाउँछ। हाम्रो दाइलाई हेर्नु, महिनामा 7 दिन सुत्छ। दाइ त रिलिज वाला हो। रिलिज हो जो 7 दिन सुत्छ, 7-8 दिन, अनि पैसा कमाउँछ। त्यो हेर्नु, त्यो अरू कुरा त्यस्तै हो कि त्यो दाजुभाइहरू यहाँ केटी घुमाउने केटी होइन। अब बिहे नगरेकोहरू त अब यहाँनिर धेरैजना नेपाली चेली अन्य मुलुकको पनि छ। यसो बोल्नु पाइयो, मन परापर माया पिराती गाँच्नु पाइयो। यहाँ पनि खुला कहाँ छ र? लुकी छुपी हो, मार्दैन यहाँ पक्रेर एकैचोटि घर पठाइदिइहाल्छ। बिग्रिनुको कारण सबभन्दा यही धेरै हो। के धेरै? यही हो, यही के आफ्नो बुढी त्यहाँ घरमा छ, अनि यहाँ आएर बुढी घुमाउँछ कि। कहाँ घुमाएको देख्नु? कसलाई कसको नाम तोकेर भनौँ न, भन्नु न। नाम तोकेर भन्नु, मलाई आउँदैन, म हेर्दैन, म मान्छे होइन। लु है, यस्तो खालको गरेर मार्ला है फेरि अरूले। कसले मार्ला? मार्ला कुटेर त्यसरी झुटो एक्जाम लाउँदाखेरि चाहिँ। चाहे मारोस् चाहे जे गरोस्, राम्रो कुरामा राम्रो भन्छ। होइन, एक दुईजना बिग्रियो भने सबै बिग्रिन्छ। एक दुईजना बिग्रियो भने सबै बिग्रिन्छ। यहाँ चाहिँ खुल्ला छ मलेसिया जस्तो। मलेसियामा गएको, मलेसिया त 3 वर्ष 1 महिना बसेर। मलेसिया चाहिँ यहाँ रेड एरिया छ, यहाँ दारू पानी पाउँछ। त्यो अनेकको लाएर बिसाटी लाएर बनाएको दारूहरू खायो, यसो पिर मेटायो। यो पिर मेटाउन यहाँ आएछु? यहाँ पैसा कमाउन आएछु? होइन हो, अनि पैसै मात्र कमाएर अनि जवानी त सबै जान्छ नि त। अनि त्यही भएर कहिले काहीँ त इन्जोय पनि त गर्नु पर्यो, घुम्नु पर्यो, साथीभाइ खानु पर्यो। त्यो इन्जोय गर्ने हो यार। त्यो इन्जोय मैले भनेपछि कि इन्जोय गर्ने होइन। त्यो इन्जोय गर्नको लागि त्यो केटी लिएर त्यो गएर त्यो उसमा होटलमा त्यो खाना खाने, त्यहाँ बस्ने, त्यो इन्जोय हो।